नमस्ते साथीहरू, म राज। आज म तपाईलाई मेरो हातको कथा सुनाउँछु। यो हात हेर्नुस् त, सफा छैन, नरम छैन, क्रिम लगाएको छैन। यो हातमा चिरा परेको छ, कालो भएको छ, औँलाको छाला गएको छ। तर दाइ, यही हातले मेरो घर चलेको छ। यही हातले मेरा बाआमाको औषधि किनेको छ। यही हातले मेरा भाइ बहिनीको स्कुलको फी तिरेको छ। आज यो 10 मिनेटको हातको कथा सुन्नुस्। अन्तिमसम्म सुन्नुभयो भने तपाईको आँखा रसाउँछ। नेपालमा हुँदा मेरो हात यस्तो थिएन। कलेज जाँदा कलम समात्ने हात थियो। साथीहरूसँग चिया खाँदा कप समात्ने हात थियो। आमाले बाबु हात धुनेस भन्नुहुन्थ्यो। 3 वर्ष अगाडि कुवेत आएँ। एयरपोर्टमा ओर्लिँदा लागेको थियो अब जीवन बन्छ। तर कुवेतको पहिलो दिन नै मेरो हातले माग्यो। पहिलो दिन काममा जाँदा सेफ्टी ग्लोभ दियो। बेलुका ग्लोभ फुकाल्दा हात रातो भइसकेको थियो। साउले भन्यो 2-3 दिनमा बानी पर्छ। तर 3 वर्ष भयो दाइ, बानी परेन। हात मात्रै कडा भयो। हिजो घरमा भिडियो कल गर्दा आमाले भन्नुभयो, बाबु दुब्लायौ के हो? मैले हात लुकाउँदै भने। आमाले यो फोटोको हात देख्नु भयो रुनुहुन्छ। कुवेतको घाम कस्तो हुन्छ थाहा छ? दिउँसो 2:52 डिग्री पुग्छ। तपाईँ एसीमा बस्नुहुन्छ, म त्यही घाममा फलाम समात्छु। फलाम तातेर आगो जस्तो हुन्छ। ग्लोभ लगाए पनि हात पोल्छ। एक दिन ग्लोभ च्यातियो। मैले हतारमा त्यही तातो फलाम समातेँ। च्वास्स आवाज आयो। छाला टाँसियो। पानी हालेँ, तर भोलिपल्ट फेरि त्यही हातले काम गरेँ। किनभने एक दिनमा काम गरिन भने 10 दिनार काट्छ। 10 दिनार भनेको नेपालको 4500 रुपियाँ हुन्छ। मेरो बाको 1 महिनाको औषधि, त्यो 4500 को लागि मैले पोलिएको हात लुकाएर काम गरेँ। साथीहरूले भन्छन्, राज हातमा मलम लगा। म हाँसेर भन्छु, मलम भन्दा महँगो सपना छ। यो हातले धेरै कुरा गरेको छ दाइ। यो हातले बिहान 5 बजे अरू साथीलाई उठाएको छ, उठ ड्युटी जान ढिलो भयो भनेर। यो हातले लन्चमा रोटी बाँडेर खाएको छ, आफू भोकै बसेर साथीलाई दिएको छ। यो हातले महिनाको 25 गते पैसा गनेको छ। कति घर पठाउने, कति रुम भाडा तिर्ने, कति आफूलाई राख्ने। धेरै जसो आफूलाई 10 दिनार मात्र राख्छु, बाँकी सबै घर। यो हातले दसैँमा आमालाई भिडियो कल गरेर टिका थापेको छ। स्क्रिनमा आमाको हात देखिन्छ, मेरो निधार टिका पर्दैन, तर मनमा पर्छ। यो हातले राति 12 बजे बाबु नानी सुतिसकेपछि उनीहरूको फोटो हेरेर आँसु पुछेको छ। सबैभन्दा ठुलो कुरा, यो हातले आजसम्म हार मानेन भनेर कलम समातेको छैन। पासपोर्ट च्यातेर नेपाल फर्किन्छु भनेको छैन। नेपालमा कोही भन्छन् विदेश गएकाले त मोज गर्छन्, पैसा कमाउँछन्, आइफोन चलाउँछन्। उनीहरूलाई मेरो यो हात देखाउन मन लाग्छ, सोध्न मन लाग्छ, दाइ तपाईको हातमा आइफोन छ, मेरो हातमा चिरा छ। कसको दुःख ठुलो? अर्कोले भन्छ खाडीमा त पैसा टिप्न पाइन्छ। हो, पैसा टिप्न पाइन्छ, तर यो पैसा जमिनमा हुँदैन। त्यो 50 डिग्रीको घाममा हुन्छ। त्यो पैसा 12 घण्टा ड्युटीमा हुन्छ। त्यो पैसा घरको यादमा हुन्छ। मेरो हात रित्तो छैन दाइ। मेरो हातमा देशको इज्जत छ। मेरो हातले रेमिटेन्स पठाएर नेपालको इकोनोमिक चलाएको छ। सरकारले नदेखे पनि मेरा बाआमाले देख्नु भएको छ। त्यो नि मेरो मेडल हो। साथीहरू, आज घर गएर आफ्नो बाको हात हेर्नुस्, आफ्नो दाजुको हात हेर्नुस्। यदि त्यो हातमा चिरा छ, कालो छ, फुटेको छ भने त्यो हात ढोग्नुस्। किनभने त्यो हातले तपाईलाई पढाएको छ, तपाईलाई खुवाएको छ। म राज, कुवेतबाट। मेरो हात आज पनि काम गर्छ, भोलि पनि गर्छ। जबसम्म यो हात चल्छ, मेरो परिवार भोको सुत्दैन। तपाईँ पनि परदेशी हुनुहुन्छ भने कमेन्टमा जय परदेशी ह्यान लेख्नुस्। हामी सबैको कथा एउटै हो। म हार्दिन, तपाईँ पनि नहार्नुस्। स्टोरी विथ राज।
लाई सब्स्क्राइब गर्नुस्। अर्को कथा फेरि भेटौँला। नमस्ते, जय नेपाल।